हे गाइज वेलकम टु माई न्यू युट्युब च्यानल निरज थापा। आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि एकदम ठिक छु र मेरो तर्फबाट सबैलाई ह्याप्पी न्यू इयर। सो हामी चाहिँ ह्याप्पी न्यू इयर सेलिब्रेसन गर्न चाहिँ हामी जाँदैछौँ एक ठाउँमा। त्यहाँसम्म चाहिँ हामी चारजना जाँदैछौँ र दाइहरू चाहिँ बाहिर हुनुहुन्छ, म चाहिँ भित्र छु होइन। सबैजनालाई मेरो तर्फबाट ह्याप्पी न्यू इयर र हामी चाहिँ सेलिब्रेसन गर्न गएको। तपाईँहरूको सेलिब्रेसन चाहिँ कस्तो हो सो कमेन्ट गर्नु होला हैन। सो बोल्ड पनि आइसकेछ, यो हाम्रो बोल्ड हो। यता चाहिँ हाम्रो दाइहरू हामी चारजना चाहिँ जान लाग्यो हैन। सो बोल्डमा चलिरहेको। सो गाइस हामी चाहिँ बोल्डमा चढ्न लाग्यो हैन। सो सबैजना चाहिँ बोल्ड आइसक्यो, बोल्डमा गइरहेको। सो हामी चाहिँ किटान जाँदैछौँ हैन। सो सबैजना चाहिँ अब आफ्नो सेलिब्रेसन गर्नु होला। हामी चाहिँ बोल्डमा चलिरहेको। तो हेलो गाइज, फाइनली हामी चाहिँ बोर्डबाट उठिसक्यो होइन। ल हामी चाहिँ बोर्डबाट हाम्रो चाहिँ यही पाराको होइन, हाम्रो सेलिब्रेसन हुने भनेको यही पाराको। आफ्नो तालमा गइरहेको छु होइन। म देखिया छु नि सो यतै हो भन्ने सुनेको छु है, यही भित्र हो अरे। सो गाइज हामी चाहिँ अब पार्क भिजिट गर्नु गएको होइन। खोइ सो अघिल्लो बारी चाहिँ यहीँ भएको भन्छन् केटाहरू, मलाई त थाहा छैन, म त सबभन्दा ढिलो आएको मान्छे होइन। यता चाहिँ हाम्रो दाइ दिउँसोतिर आयो भने पार्क दामी देखिन्थ्यो होला है, रातितिर अँध्यारो देखिरहेछ। लुकुर हिँडिरहेको छ। सो रातिको भ्यू यो चाहिँ। सो गाइज हाम्रो चाहिँ लोकेसन चाहिँ उल्टो भएछ होइन। हामी यता हुनुपर्ने उता हुनुपर्ने चाहिँ यता हुनुपर्ने चाहिँ उता भएछ होइन। अनि हामी चाहिँ अहिले यो ठाउँबाट चाहिँ उता गइरहेको होइन। सो हामी चाहिँ रङ लोकेसनमा आएछौँ। गएको साल चाहिँ यता भएको रहेछ कन्सर्टै होइन, सरी। अनि गएको साल चाहिँ यता भएको रहेछ। सो आउँदो साल चाहिँ अलि अर्को लोकेसनमा गरेछ कि हामी चाहिँ यतै भयो भनेर यतैतिर आएको। अहिले यता आउँदाखेरि त यस्तो घुमेको त केही छैन, मान्छेको चहलपहलै छैन। त्यही भएर चाहिँ हामी अर्को लोकेसनमा गइरहेको होइन। सो हामी मान्छे आयो नि त अहिले। फोटोग्राफ पुरै पठाइरहेको छ। न्यु इयर मजाले बनाइरहेको छ यता चाहिँ। हामी चाहिँ त्यो लोकेसनमा पुगिसकेको छैन, अझै पनि बिच बाटोमा अड्किँदैछु होइन, जाँदैछु। अझै पुगेको छैन त्यो लोकेसनमा होइन। सो अरू चाहिँ पछाडितिर आउँदै हुन्छ। हामी चाहिँ अगाडितिर छु, लोकेसन चाहिँ अगाडि।
त्यो दाइ पछाडिबाट आउँदै हुन्छ है सेयर मात्र है सो यता हामी चाहिँ पुग्यो फाइनली हेर्नु गाइस फाइनली हामी यहाँ पुग्यो यत्रो हिँड्दाखेरि फाइनली पुग्यो Happy New Year! Happy New Year all! रमाइलो भइरहेको थियो गाइस ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर सोल्स सो हामी चाहिँ पार्कमा गइरहेको है चाहिँ कन्सर्ट भइरहेको छ होइन हाम्रो दाइहरू आउनु नि यता तपाईँ कहाँ हो भनेको यता रहेछ हामी चाहिँ कहाँ कहाँ उता उता गएर बेफाल्तुमा घुमे होइन सो मेन चाहिँ यता रहेछ कि ह्याप्पी न्यू इयर सबै छ त अगाडि छ सबै खै अरू खै Happy New Year! Also guys! भित्र हामी चाहिँ सो गाइस हामीले चाहिँ यहाँ रमाइलो गऱ्यौँ होइन फोटो सेयर भए पनि रमाइलो गरियो सो अलिकति नाचियो डान्स गरियो अहिले चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेछ यता दाइ हाम्रो फोटो सुट हुँदैछ होइन मलाई खेल्नु छैन क्विक राजनीति कबड्डी खेल सो गाइज हामी चाहिँ अब रुमतिर जान लाग्यो होइन सो अहिले टाइम चाहिँ 1 बजिसक्यो 1:30 भइसक्यो अब चाहिँ रुम गएर चाहिँ
सुत्नु पऱ्यो, भोलि ड्युटी पनि गर्नु पऱ्यो। के अरे ह्याप्पी न्यु इयर रमाइलो भयो। तपाईँहरूले कस्तो बनाउनु भयो? सो हाम्रो चाहिँ एकदम राम्रो भयो क्या रोमानियामा, एकदम। सो हामी चाहिँ यहाँबाट रुम नजिकै हुँदाखेरि चाहिँ हामी बोल्ड नचलेर यत्तिकै हिँडेर गएको। नाइटमा हिँड्नुको मजा तपाईँहरूले थाहा नै होला होइन, जे होस् रमाइलो हुन्छ, मजा आउँछ नाइटमा हिँड्नु होइन। हिँडिरहेको अब रुम पनि धेरै छैन यहाँबाट, लगभग आई थिङ्क 800 मिटर 700 मिटर छ होला। यतिमा के बोल्ड चढ्ने होइन, स्कुटरहरू ल्याइएन क्या अरे, के बोल्ड चढ्ने भनेर चाहिँ अब हिँडेरै जन्मिरहेको। सो अगाडि गइरहेको छ सबै, म चाहिँ पछाडि आरामले गइरहेको होइन। अति बेसी नै हिँड्यो कि, कत्रो हिँड्यो यार, उताबाट यता आयो है, त्यहाँबाट यहाँ आयो भाइ, के भन्नु राति। त्यो गाइड एउटा अर्को खबर, दुःखद खबर के छ भन्दाखेरिमा मेरो यहाँको एउटा माइक थियो, त्यो माइक यहीँ हरायो कि, माइकै थियो यहाँ यहाँ टँगाएर राखेको थिएँ। हो यसो हेर्दाखेरि छैन, त्यो मेरो कहाँ खसेछ। त्यो भिडमा मैले भिडियो बनाउँदाखेरि चाहिँ राम्रोसँग उ भएन होइन। दाइ ल खै मेरो खिच्नु न फोटो, मेरो खिच्नु नि त। सो गाइज हामी चाहिँ लङ टाइम हिँडेर चाहिँ हामी फाइनली हाम्रो रुमतिर पुग्न आँटेको छु होइन, पुगेको त छैन, अलि यतैतिर छु होइन। सो लङ टाइम हिँड्यो यार, आज धेरै दिनपछि हिँड्यो कि यत्रो। फाइनली गाइज हामी चाहिँ हाम्रो रुम पुगिसक्यो होइन। सो फाइनली हामी चाहिँ रुममा पुगिसक्यो, म चाहिँ रुममा पुगिसकेँ। सो अरू चाहिँ अगाडि गइसक्नु हो दाइहरू, म चाहिँ पछाडि छु होइन होइन। घर आएर पनि पुरै घर आएर पनि ऊ मान्छे ऊ भइसकेछन्। सो गाइज फाइनली आज चाहिँ रमाइलो गऱ्यो, न्यु इयर राम्रोसँग बनायो र न्यु इयर होइन। सो आजको भ्लग चाहिँ यहीँ सक्छु म। ओके बाई बाई, मिल्छु हामी नेक्स्ट भिडियोमा। लाइक सब्सक्राइब एन्ड बेल आइकन गर्न चाहिँ नबिर्सनु होला। ओके बाई बाई।